हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। हजुर पनि सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। अनि अहिले चाहिँ बिहानको लगभग 7:30 जति भइसकेको छ। म उठेर भनेको होइन, मुखसुख धोएर चिया पानी खाइसकेर यहाँ चट्टसँगले घाममा बसिरहेको छु। अनि अहिले यस्तो मस्त घाम लाग्छ कि बिहान भनेको उठ्ने बित्तिकै भनेको टुलिक्कैसँगले घाम लाग्ने गर्छ। यहाँ हाम्रो अगाडि फेरि दामी घाम आउँछ क्या। बिहानको सबैभन्दा सुरुमा घाम आउने भनेकै हाम्रो यो घर अगाडि यस्तै घाम यस्तो मस्त आइरहेको छ। अनि आज फेरि तपाईँहरूको माझ भनेर मैले आज एउटा नयाँ भिडियो लिएर आएको छु। साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशाका साथ। अनि आज के गर्छु सबै कुराहरू तपाईँलाई म भिडियो मार्फत देखाइ नै हाल्नेछु। अनि एउटा कुरो भनेको मेरो च्यानल भनेको मोनिटाइज भइसकेको छ। सबैजनालाई एकदमै धेरै मनबाट माया छ है, तपाईँहरूलाई मेरो तर्फबाट नै एकदमै धेरै माया छ। सो के गरिन्छ हेर्नु होला भिडियोमा। हेलो हेलो, गुड मर्निङ मम्मी, गुड मर्निङ डेडी। के गर्दै गरेको यो? अनि खाना आलुलाई के गरेको यस्तो चिरेर? के यसको के उतो बनाउने हो क्या? पापड सापड यस्तो चिप्स चिप्स? अनि अस्ति रोपिसकेको एकचोटि, कतिचोटि रोप्नु आलु? अनि हाम्रो यहाँ आलु छान्ने काम, ठुला भएको आलुलाई भनेको चट्टसँगले काट्ने काम भइरहेछ। एकदम दामी तरिकाले उम्रेको छ आलु योचोटि चाहिँ नि। अस्तिको जति राम्रोसँग उम्रेको थिएन, थोरै टाइम मात्रै राख्यौँ नि त हामीले यहाँ लिएर घरमा। योचोटि भनेको यत्रो धेरै टाइम भयो। अस्ति लिएको लगभग 10-12 दिन जति भइसकेको। आलुलाई खसी पारेपछि आलु कति फल्छन् अरे, आलुको लागि खसी पारिदिएछ यहाँ। म भनेको उहाँ के गर्नुपर्ने हुन्छ भने मल लग्नुपर्ने हुन्छ। मल फेरि सबै चिसो न चिसो छ, त्यस कारणले गर्दाखेरि कसरी लानु, कति लानु। अस्ति त मलाई काबु भएको थियो मल लाने। अब फेरि योचोटि पनि मैले मात्रै लानुपर्ने हुन्छ। सागर फेरि घरमा हुँदैन, बिहान कता जान्छ कता घुम्न र के भन्छ। सो अब चाहिँ म भनेको मल बोक्नुतिर लागेँ है त। ल मैले यही मल बोक्नुपर्ने हुन्छ। मल चाहिँ हाम्रोसँग टन्नै नै छ होइन, तर सबै झ्यास झुस पराल यताउति गोबर छ। यस्तो मलले खासै आलुलाई काम दिँदैन। त्यस कारणले गर्दाखेरि अलिकति भित्रपट्टिको मल त्यो बुर्रा भएको मलहरू छान्नुपर्ने हुन्छ। तर यहाँ छैन जस्तो लाग्यो मलाई योचोटि नि। मलाई त्यति साह्रो बुर्रा खालको टाइपको छैन। त्यही पनि काहीँ भयो भने यस्तो साह्रै कमिलाहरू हुन्छ क्या। यहाँ उतो रुख उताउतिको त्यो बुर्रा भएको ठाउँमा, सुक्खा ठाउँमा कमिला ओभर ज्यादा हुन्छ। त्यस कारणले अस्ति मलाई एकचोटि त काबु नै बनाएको थियो। अनि आज पनि अब मैले कसरी मल पुऱ्याउनु क्या। अस्ति त गाह्रो साह्रो गरेर बल्ल सारेर मैले पुऱ्याएको थिएँ। आज मैले त्यहाँ अब लगभग यो गाडी यहाँ भनेको लगभग कति चाहिन्छ, लगभग 8-10 गाडी लगभग मल चाहिन्छ क्या यो गाडीमा। 8-10 गाडी मल मैले कहाँबाट ल्याउनु? अब तनावग्रस्त पो हो त। अनि हामीले हिजो ट्याङ्गसँगले हाते ट्र्याक्टरले जोतिसकेको छौँ। तपाईँहरूले अगाडिको भिडियोमा हेर्नु होला। सो यस्तै उस्तो भइरहेछ गाइज। आजबाट हामी आलु रोप्ने काम सुरु गर्छौँ। ल मैले यहाँबाट भनेको उठाइसकेको छु। बुरबुर मल चाहिँ कहीँ पनि रहन्छ। मैले यसो चारैतिर हेरेँ, त्यस कारणले गर्दा यहीँबाट उठाएर सजिलो हुन्छ। एक टिप चाहिँ उठाइसकेको छु। बाटो फेरि एकदम अप्ठ्यारो छ, डाँडा काँडा छ, पुऱ्याउन एकदमै गाह्रो हुन्छ मलाई। सो अब चाहिँ भनेको म मल लिएर लागेँ है त खेततिर। ल अहिले भनेको हामी खेतमा चट्टसँगले दुईतिर ड्याङ्गसँगले किला ठोकेर डोरी टाँगिसकेको छु। अब सिधा यसको भनेको चट्टसँगले यहाँ डोप बनाउनु पर्ने हुन्छ, खाल्डो। त्यसमा मुनि भनेको के हाल्नु पर्ने हुन्छ सबै तपाईँले भिडियोमा हेरेपछि थाहा पाइहाल्नुहुन्छ। सो भिडियोमा हेर्दै गर्नु होला। एकदमसँगले रमाइलो गरी हामी आलु रोप्नेछौँ होइन मम्मी? अस्ति रोपेको आलु फलियो बेचेर फेरि नयाँ बेच्यो नि, नयाँ फल्यो नि। यहाँ पनि अस्ति तोरी रोपेको थिएँ। पैसा पाउने 15 दिनै भइहाल्दो रहेछ। यो पनि 15 दिनमा सट्टै बेचिहाल्यो। ल यस्तै नै खेती किसानको त कति फाइदा हुन्छ। खेती चाहिँ गर्नुपर्छ कि किसानलाई यति आम्दानी हुन्छ भन्ने कुरो थाहै छैन। हो मम्मी त पैसै छ नि हुन्छ नि। पैसा भाइ कति छ? ल सम्हालेर राख्नै, पछि बुढेसकालमा काम लाग्छ कि त पैसा। ब्याङ्क ब्यालेन्स कुन ब्याङ्कमा भन्नु नि, मलाई खाता नम्बर दिनु नि। ल अब यहाँ हामी गफ नदिकन कामतिर पनि लाग्छौँ है त। यसरी गफ दियो भने त फेरि यो काम बेलुकासम्म रहिरहन्छ। सो अब चाहिँ हामी कामतिर लाग्यौँ। कस्तो हुँदैछ भाइ खन्दाखेरि? एकदम मजा आइरहेछ। हो यस्तरी खन्नुपर्छ मजाले, अलिक मजाले। एकदम राम्रो भइरहेछ, हो त्यसरी खानुपर्छ। अलिक गएर हो त माटो राख्दै खन्नु पर्यो हैन? गलिन्छ नि काम गर्दाखेरि। अनि ल गोबर मल पनि लगाइसकेको छ। गोबर मल माथि अलिक बढी चिसो भएको कारणले गर्दा माटो पनि मैले छर्किनु भएको छ। अनि आलु रोप्न सुरु गरिसक्नु भएको छ। यो खन्न एकदमै गाह्रो रहेछ गाइज होइन। पुरै फ्या बनाइदियो। लगभग 10-12 ड्याङ त पुग्छ होला। 15 किलो बिउ छ।
हेरौँ रोप्दैछौँ कति ड्याङ पुग्ला है 500 ड्याङ मात्रै ए ल त्यहाँ खन्न पनि गाह्रो भएछ ठिकै हुन्छ 10 ड्याङभन्दा बढी खनिँदैन होला सायद ल पुर्ने काम पनि सुरु भइसकेको छ रोप्दैछौँ यता पुर्दैछौँ ड्याङ खन्दैछौँ सबै काम भटाभट भइरहेछ डेढले पुर्दै हुनुहुन्छ मम्मीले त्यहाँ भनेको आलु रोप्ने ओर्ने मल डिएपी युरिया हान्ने म भनेको ड्याङ खनेर गोबर मल हाल्ने काम गरिरहेको छु हाम्रो कान्छो भनेको अहिलेसम्म आएको छैन कति बजिसक्यो 9:30 जति होला 10 बजीतिर त आउँछ आएर एकछिन सघाउँछ भनेको सघाउँदैन जस्तै छ यसले खासै काम काटेन आज चाहिँ अहिले चाहिँ भनेको हामीले यस्तो खालको मल लिएको छौँ होइन अघि चाहिँ भनेको हामीले त्यो चिसो एकदमै आलो मल लिएको थियौँ त्यस्तै भनेको आलु कुहाउने पनि हुन्छ अनि टोड्का लाग्ने भन्ने धेरै कुराहरू हुन्छ क्या अनि आलुमा त्यो चिसो मलहरू टाँसिएर पछि फल्दा पनि आलुभरि मलै मल हुन्छ त्यस कारणले गर्दाखेरि यो डुडमुनिको मल डुडमा जतिको पराल हालिन्छ त्यसपछि मुनि 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 मुसा चरा यता केले हएका हुन्छ नि यस्तो अनि धानका यताउति मसिनो मल यो चाहिँ भनेको फर्र परेको मल छ क्या यसले भनेको आलुलाई राम्रो गर्छ भनेर हामीले मल नभएर चाहिँ योचोटि भनेको यही मल लाएर रोप्नुपर्ने हुन्छ अस्ति हामीले अलिअलि भएको सुक्खा मलहरू भनेको सबै लगाइसकेको छौँ होइन त हामी अस्ति मल लाएर अहिले त मलै भएन नि त नि गाह्रो पो भयो त आलु रोप्न पनि नि अब फेरि सिबी पनि दोहोऱ्याउनु पर्ने हुन्छ हाम्रो सागर सरको इन्ट्री भइसकेको छ है सागर सरको इन्ट्री बल्ल बल्ल हुँदैछ पुरा गर्दा गर्दै आइपुग्नु भयो सर के छ उसको अवस्था एकछिन बुझ्नुपर्छ हेलो हेलो ब्रदर गुड मर्निङ बल्ल सवारी भयो मम्मी चाहिँ के भन्नुहुन्छ कत्रो ड्याङ ठुलै चाहिन्छ क्या आलु ज्याम ज्याम फल्दाखेरि भनेको चारैतिर फलोस् न भट्टाटाटाटासँगले अरू के छ खबर ताजा अवस्था अहिलेको आलु रोपाइ चलिरहेछ आलु रोपाइ चलिरहेछ भर्खर हेर्नको लागि आइयो अनि मलाई एकदमै यहाँ गाह्रो भइरहेछ काम पनि गर्नुपर्ने मोबाइलमा भिडियो पनि बनाउनुपर्ने एउटा हातले काम गर्नु कि एउटा हातले मोबाइल पक्रिनु मैले तँलाई खोजेको लगभग बिहानदेखि हो काम नगरे नि यसो भिडियो गरिदिन्थ्यो कि भनेर तर बल्ल बल्ल तेरो इन्ट्री भइसक्यो अहिले चाहिँ राम्रोसँगले भिडियो सिडियो गर्दै मेरो चट्टसँगले हाम्रो प्यारा प्यारा दर्शक बिनलाई पनि देखाउनु पर्ने अस्ति रोपेको तैँले देखाइसकिहालिस् अब मेरो भिडियोमा चट्ट देखाउनु पर्यो तैँले रोपेको फल्ने बढी हो कि मैले रोपेको तैँले बनाएको भिडियोमा बढी फल्ने हो कि आलु मैले रोपेको भिडियोमा बढी फल्ने हो पछि हेर्नुहुन्छ कि तेरो आलु खोइ कुहिसक्यो अनि अस्ति नै छाम्दा पुरुस पुरुस पड्क्यो अरे त आलु पानी परेर खाम्दैन अहिले झन् बबाल खालको टुसा आइसकेछ ल अब चाहिँ भनेको हाम्रो कान्छोले भिडियो सिडियो गरिदिन्छ सघाउँछ पनि होला हल्का अनि छिटो मिठो काम पनि भइहाल्छ ल अहिले भनेको हामीले बजारको आलु 15 किलो चाहिँ रोपिसकेको छौँ होइन 6 ड्याङ अलिकति मात्रै भयो होइन हामीले 7 ड्याङ अड्कलेर ड्याङ बनाएको थियौँ आलु भनेको 1 ड्याङ 2 ड्याङ 3 ड्याङ 4 ड्याङ 5 ड्याङ यसले पूर्ण यहाँ 6 ड्याङ र अलिकति मात्रै भयो अब यो अपुर भएको ड्याङमा चाहिँ नपुगेको छ अलिकति घरको माले झुले रहेको छ हो त्यो रोप्नुपर्ने हुन्छ अनि अरू पनि 2-4 किलो 2-4 ड्याङ 2-3 ड्याङ अरू घरको रोप्नुपर्ने छ यति आलुले त कहाँ पुग्छ त खान पुग्छ हामी यति आलुले खान पुग्ला यति आलुले खान अब साह्रै घाम चर्क्यो पसिना नि खलखली भयो कि म अब यो बजारको पुर्याउनु सकौँ त्यसपछि भरे रोपौँ हौ यसलाई यो ड्याङलाई अपुर गरौँ होइन नि हौ अहिले त नि लास्टै घाम चर्क्यो नि त 10 बजिसक्यो पसिना खलखली बनाइसक्यो मलाई कान्छो आयो हेरो गयो कति यो काम गर्दैछ नि त भनेर हेरेर चलिसक्यो बाटो लागिसक्यो अब हामीले यो सक्नुपर्ने हुन्छ यहाँ अलिकति यो ड्याङ पुरै छ अलिकति मात्रै भयो क्या मैले अलिकति बढी आलु बाक्लो हालेँ के भयो आलु सुट्टै सकि गएन अलिक बाक्लो हालेछु ठिकै छ अब झन् छिटो सक्नको लागि मैले छिटो छिटो हालिदिएको नि ड्याङ खन्नुपर्छ आफैले मल लाउनुपर्छ आफैले युरिया लाउनुपर्छ आफैले रोप्नुपर्छ आफैले होइन अनि यो ड्याङ सबै कसले खन्यो अनि 2 ड्याङ आलु रोपेँ मैले अनि प्रायः गोबर मल पनि मैले नै हालेँ डेली ल्याउनु मात्रै काम अब एकैचोटि झ्याम्मै एउटै ड्याङमा लगभग 2 बार आलु फल्दिन्छ नि ज्याम कि ज्याम हुन्छ ल मम्मीले यहाँ भनेको मिलाइसक्नु भएको छ अब हामी भनेको यसलाई पुर गरेर अपुर भएकोलाई पुर्याएर
हामी लाग्छौँ घरतिर। भोक पनि लागिसक्यो, खानासाना सबै रेडी भइसकेको छ, 10 पनि भइसकेको छ। सो उस्तै भइरहेछ गाइज होइन। आलु रोपाइ यस्तै छ हाम्रो चाहिँ। अस्ति एकचोटि रोपियो पनि कस्तो रोपियो भन्दाखेरि तपाईँले भिडियोमा हेरिहाल्नु होला। तर आलु साह्रै राम्रो गरेर रोपेको थियो, मजाले रोपेको थियो। उम्रिने बेलामा पानीले गर्दाखेरि भनेको फेरि दोबारा काम परेको छ हाम्रो। लगभग त्यहाँ पनि 15 किलो आलु, 5 किलो सिबी, डिएपी, मल। अहिले मलै छैन हामीसँग, त सुक्खा मल खालको घरेसी मल छैन, त्यसैले गाह्रो गरी रोपिरहनुपर्छ। सो अब यस्तै हो, प्रकृतिसँग कसले पो सक्छ र। आफू किसान हो, किसानले गर्दै जानुपर्छ। प्रकृतिले जति आफूलाई दिन्छ त्यही अनुसार खानुपर्ने हुन्छ। बोल्दा मुख पनि सुकिसक्यो। सो अब चाहिँ भनेको म यसलाई आलु खोज्नको लागि घरतिर लागेँ। अहिले भनेको दिउँसोको 1 बजिसकेको छ। म एकछिन एमपिएल हेरेँ, खानासाना खाएर गएर अनि आलु रोप्न जानुपर्ने हाम्रो कामै थियो। तर मम्मी ड्याडी भनेको गइसक्नु भएको रहेछ। म चाहिँ भनेको एमपिएल हेर्दा यस्तो मजा खेल भइरहेको थियो होइन। कर्णाली यस्तो पिटिरहेको थियो, त्यस कारणले गर्दा मलाई उठै मन लागेन। अनि अहिले चाहिँ पहिलो इनिङ सकिसकेको छ, पहिलो इनिङ सकिसकेको छ। त्यस कारणले गर्दा म अब एकछिन आलु रोप्नतिर लाग्छु है त गाइज। ल आलु लिएर भनेको म खेततिर गइसकेको छु होइन। आलु चाहिँ भनेको हाम्रो लास्टमा रल पल भनेको यति नै छ। अब यही रोप्नुपर्ने हुन्छ। अस्ति अलिकति ठुला थिए, त्यो पानीले खाइगयो घरको पनि आलु। रको भनेको यस्तै छ, यस्तै झ्यामझ्यामै हाल्नुपर्ने हुन्छ। एउटै ठाउँमा 4-5वटा 5-6वटा जति हुन्छ, त्यो झ्यामझ्याम खसाइदिने हो। त्यसपछि फलिहाल्छ गाइज। यहाँ छ, त्यसपछि यहाँ अलिकति ठुला साइजको खान, अनि त्यहाँ यति रोप्नुपर्ने हुन्छ आलु। अनि चाहिँ हाम्रो आलु रोप्ने काम सकिन्छ। 2 ड्याङ त बनाइसकेको रहेछ, अरू अब बनाउनु पर्ने रहेछ भने म बनाउँछु। ल आजबाट भनेको हाम्रो यो वर्षको आलु रोप्ने काम चाहिँ भनेको समाप्त भइसकेको छ। हामीले घरको आलु पनि रोपिसक्यौँ, बिहान भनेको बजारको आलु रोपिसकेको थियौँ। अनि यो लास्टमा भनेको चाहिँ हामीले कसरी रोप्यौँ भने नि, लास्टमा चाहिँ यो तरिकाले हाल्दैछु मैले। यस्तो तरिकाले हाल्दैछु लास्टको मैले पुरै यो टाइपको छ आलु। यहाँ कति फल्ला यहाँ आलु, अब पछि हेर्नुपर्छ यहाँ कसरी फल्छ भनेर। साह्रै अब बड्कुला मात्र छ, बाख्राको बड्कुला मात्र, अनि कसरी रोप्नु यो भनेर झ्यामझुम हालिदिएको मैले। रिसै उठिसक्यो। अस्ति पनि त्यत्रो रोपियो भएन, यो चाहिँ अस्ति ठुल्ठुलो रोपेको थिएँ भएन, यो चोटि चाहिँ लु गरी खाओस् भनेर पुरै यो ड्याङ चाहिँ मैले मुठी बोर्काइदिएको छु। ल आजबाट भनेको आलु रोप्ने काम सकेको छ। हाम्रो कान्छो भनेको अघि घरबाट त आएको, तर घरबाट आज भनेको ऊ निस्केको छैन। किन ऊ एकदमसँग घरमै गुफामा बसिरहेछ, के गर्छ यहाँ यत्रो आलु रोप्ने काम छ उसले देख्दैन। सो अब भनेको अलिकति पुरपार गरेर चाहिँ म भनेको घरतिर लाग्छु, एकछिन बस्छु पनि, एकदम गले गाइस। ल अहिले भनेको म घर आइसकेको छु, 2 बजिसकेको छ। अनि हल्का भोक लाग्यो यस्तो हो नि त। आज खाजा भनेको मम्मीले अघि पिँडालु यहाँ पखालेर कुकरमा राखिदिनु भएको छ। म हल्का बसाइदिन्छु, यसलाई भनेको 3 सिटी जति लाउनु पर्ने हुन्छ। यो खाजा खाने पर्ने हुन्छ। काम पनि गऱ्यो, भोक पनि लाग्यो, एकदम मुख सुक्यो जस्तो भयो। चाहिँ म यो पकाउँछु अनि यसलाई नै आज हाम्रो खाजाको रूपमा खाइन्छ। ल अहिले भनेको मेरो खाजा पनि आइसकेको छ होइन। अनि चट्टसँगले यता साइडमा भनेको एनपिएल हेर्दैछु, यता भनेको चट्टसँगले यो पिँडालुको उसिनेको खाँदैछु। सो अहिले भनेको मस्त घाम लागिरहेछ, लगभग 2:30 जति भइसकेको छ। चिया र टक्कसँगले यो खाएपछि भनेको अरू के काम हुन्छ गर्नुपर्ने हुन्छ। सो एकछिन भनेको एनपिएल हेर्दैछ। ल अहिले भनेको बेलुकाको 4:30 जति भइसकेको छ। अनि हामी चट्टसँगले बाटामा अलिकति गाईलाई घाँस उमाइकन हुँदैन, त्यस कारणले गर्दा कान्छो र म भएर चट्ट यहाँ घाँस काट्न आएको छौँ। कान्छो आज दिउँसोभरि घरमै सुतेको भयो कि क्या हो? आज के भयो म दिनभरि सुते, भिडियो पनि केही बनाउनु पाइनँ। आज त्यसो घुमेको भिडियो बनाउनु पर्यो भनेर खाना खाएर सोचिरहेको थिएँ, भयो त खाना खाएर त सुत्दैछु म त। घाँस काट्न चाहिँ निस्केको कहाँ रोपिनँ मैले, रोपी अलिकति बोडी रोपिरहेको थिएँ मैले अहिले। ल ठिक छ, अलिकति घाँस काट्नुपर्ने हुन्छ, काट्दैछ कान्छोले। अनि ल गाइस आजको भिडियो यस्तै थियो। तपाईँलाई भिडियो के कस्तो लाग्यो, भिडियो मन पऱ्यो भने भिडियोमा लाइक गर्नु होला, च्यानल नयाँ छ सब्सक्राइब गर्नु होला, एउटा छोटो मिठो कमेन्ट पनि गर्नु होला। अनि थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई, लभ यु।